सम्पूर्णमा नमस्कार। तपाईलाई स्वागत छ। आज चाहिँ एसई को रिजल्ट आउँदैछ। एसई को रिजल्ट कसरी चेक गर्ने भनेर हामी तपाईलाई जानकारी दिन गएका छौं। माध्यमिक शिक्षा परीक्षा एसई 2082 को नतिजा सम्बन्धी विवरण एसएमएस, आइभीआर तथा वेबसाइटबाट प्रकाशन हुने सम्बन्धी सूचना 2083 साल 1 महिना 26 गते आएको भने हामीले एसई को रिजल्ट कसरी हेर्न सक्ने त? हामी लाइभ पनि आउने छौं। तपाईहरुले सिम्बल नम्बर जन्ममिति कमेन्ट गर्नुभयो भने चाहिँ हामी लाइभबाट पनि तपाईहरुको रिजल्ट चेक गर्दिनेछौं। साथसाथै हामी अहिले चाहिँ तपाईहरुको रिजल्ट चेक कसरी गर्ने र तपाईले घरबाट कसरी गर्न सक्नुहुन्छ भन्ने बारेमा हामी केही भिडियो लिएर आएका छौं। तपाईहरु एसएमएस र आइभीआरबाट नेपाल टेलिकम को सिम छ भने तपाईले 1600 प्रयोग गरेर पनि प्रयोग गर्न सक्नुहुन्छ। जानकी टेक्नोलोजी प्रालीको छ भने 35001 र एम्बिसन ग्रुप प्रालीको 31061 बाट पनि चेक गर्न सक्नुहुन्छ। वेबसाइटबाट चेक गर्नु पर्यो भने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 छानोटिमको www.se.gov.np बाट चेक गर्न सक्नुहुन्छ। त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड छानोटिमबाट www.neb.gov.np बाट त्यसैगरी नेपाल टेलिकमको वेबसाइट रहेको छ www.see.ntc.net.np। त्यस्तै कान्तिपुर पब्लिकेसन प्रालीबाट www.ekantipur.com बाट त्यस्तै edu सञ्जाल प्रालीबाट www.edu-sanjal.com बाट त्यस्तै IME खल्ती लिमिटेडबाट https://khalti.com.app त्यस्तै अरु पनि यहाँ रहेको छ। तपाईहरुले चाहिँ गुगलमा गएर सर्च गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ तपाईहरुले रिजल्ट त्यहाँ चाहिँ फर्स्ट लिंक आउँछ। लिंकमा क्लिक गरेर आफ्नो जन्ममिति र आफ्नो सिम्बल नम्बर हानेपछि तपाईहरुको रिजल्ट आउनेछ। तपाईहरुलाई केही समस्या भएमा तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। साथसाथै हामी तपाईहरुलाई लाइभ पनि ल्याउने छौं। तपाईले हामीलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुस्। हामी केही समयपछि लाइभमा पनि आउने छौं र लाइभबाट पनि तपाईहरुको रिजल्ट चेक गरेर जानकारी दिनेछौं। हवस् त, केही छ भने कमेन्ट